हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म मेरो बुढीलाई सपिङ गर्नको लागि 5000 रुपिस लगेर जाँदैछौँ है त। सबैजनाले लाइक, कमेन्ट, भिडियोलाई सब्सक्राइब, युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। र अब म मेरो म्याम र मेरो म्यामको साथी चाहिँ जाँदैछौँ। मेरो म्यामको साथीले चाहिँ भिडियो 5000 देखाएपछि चाहिँ कस्तो हुन्छ भनेर भिडियो बनाएको है त। र सबैजना साथीहरूले चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। अनि भिडियोलाई चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब पनि गरिदिनुहोस् है त सबैजना। म्यामलाई 5000 देखाउँदा नि जिस्काएको होला भनेर त पत्याएर फेरि पछि त होइन जाम भनेपछि ढोका लाउनु थालिन्। ढोका लायो होइन, गाडीमा जाने कि बाइकमा जाने भन्ने कुरा भएको थियो। मैले चाहिँ गाडीमै जाऊँ भनेको थिएँ, अनि पछि रिसाएको थिइन् अनि गाडीमै गएको। बाइकमा चाहिँ अलिकति अप्ठ्यारो हुन्छ अरे कि उनलाई, त्यो भएर गाडीमै गएको। उस जानलाई तयार बाहिर निस्किसकेपछि चाहिँ यार, अनि हामी दुईजना मक्क परेर गयौँ। बाटोमा हिँड्दै 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 लगभग 5-10 मिनट जति हिँड्नुपर्छ रोडसम्म आइपुग्नलाई चाहिँ। हामीले घरबाट निस्किसकेपछि हिँड्दै हिँड्दै गएको थियौँ, तर बाटोमा नि रिसाउँदै हिँडिरह्यो फेरि। अनि हामी चक्रपथ महाराजगञ्ज पुगिसक्यौँ होइन। अब चाहिँ हामी एकछिनमा गाडीमा बस्छौँ है। गाडीमा बस्छौँ चक्रपथमा। ऊ त्यहाँ देखिराखेको त्यो बस्छ नि, हो त्यो बस्नु छ। हामीलाई देखेर चाहिँ बसवालाले हर्न दिँदैछ है। अब चाहिँ हामी बसमा बस्छौँ होइन। ऊ त्यही बस हो, हामी जाने बस चाहिँ त्यही हो। काठमाडौँमा चाहिँ यस्तो हुन्छ, जता हिँड्दाखेरि पनि सार्वजनिक बसहरू हुन्छ, त्यही बसहरूमा हिँड्नुपर्छ। त्यही भएर हामी बाइक नै लगिगएको थियौँ बसमै जाने भनेर। बसमै गयौँ है त। त्यहाँ रोकिरहेको रहेछ, चक्रपथमा जाममा बसिरहेछ रहेछ गाडी। अनि चाहिँ बसमा बसिन हामी। बसमा त्यति धेरै मान्छेहरू पनि थिएन, बुढी आमाले बसेन। अनि त्यहाँपछि चाहिँ ऊ अब मक्क परेन हो, हामी साँच्चै गएकै हो भनेर चाहिँ मक्क पाल्नु थालिन् है। गयौँ हामी है त। त्यहाँपछि हामी कहाँ पुग्यौँ, रत्न पार्क। हामी चाहिँ उता न्यु रोडतिर जाने भनेर गएको थियौँ। अनि होइन त्यता होइन भनेर चाहिँ रत्न पार्क पुगेर चाहिँ उता लाइन फेरि बागबजारतिर के रहेछ भनेको त। बागबजारतिर हेर्नै जानुहोस् है त गाइजहरू। बागबजारको सपिङमा ऊ रत्न पार्कको पुल हो त्यो चाहिँ है। अब चाहिँ मक्क परेको छैन, हाँस्दै छिन्। अब चाहिँ त्यहाँ पुग्दाखेरि चाहिँ बागबजार एरिया है त त्यो चाहिँ। बागबजारमा के चाहिँ होला, मै चाहिँ न्यु रोड लान्छु भनेर लगाएको थिएँ। ओहो, त्यहाँ पो त्यस्तो पो सपिङ आयो त। झुक्क्याएको क्या मलाई। लास्टमा चाहिँ त्यहीँ पो रहेछ त। बुक किन्न गएको रहेछन्, बुक किन्न गएको रहेछन् ब्याचलरको उनको। मैले चाहिँ सपिङ भनेर लगेर गएको, उता जाँदाखेरि चाहिँ फेरि बागबजारतिर लगाएर बुक पो किन्न थालेँ नि त। हेरेँ त्यहाँ हेर्दैछिन् बुक कस्तो छ के छ भनेर हेर्दैछिन्। त्यो पनि हुँदैन, त्यहाँ पनि खासै चित्त बुझ्दैन। अनि त्यहाँ पछि गएर त्यो भएन भनेर अर्कोमा गयौँ। फेरि अर्कोमा हेर्दैछिन्, फेरि त्यहाँ चाहिँ अलि होला जस्तो गरेर चाहिँ कुरा चाहिँ गर्दैछिन्। हो, अब चाहिँ हाँसिन् है त। अब चाहिँ मक्ख परेको छिन्। यही हो यिनको सपिङ, अरू केही चाहिँदैन यिनलाई। पढ्नु पाए पुग्छ सबै थो। अनि पछि हामी राति भइसकेको थियो, 7:30 बजिसकेको थियो। अनि गाडीहरू पनि पाएन खासै। अनि ट्याक्सीमा फर्केका थियौँ। आउँदाखेरि चाहिँ ट्याक्सीमा फर्केका थियौँ। गाडी हेर्नु पाएर कस्तो जाम हुन्छ फेरि राति, त्यस्तै जाम। अनि ट्याक्क लाएर त्यहाँपछि फर्किसकेपछि चाहिँ हामी आयौँ